मोबाइलमा रेकर्ड गरेर राखेको भिडियो, सेभ गरेर राखेको भिडियो कसरी आफ्नो युट्युब च्यानलको लाइभमा स्क्रिन कास्ट गरेर लाइभ गर्ने। नमस्ते साथीहरु, म आज तपाईहरुलाई आफ्नो मोबाइलमा सेभ रहेको रेकर्ड गरेर राखेको भिडियोलाई कसरी आफ्नो युट्युब च्यानलको लाइभमा स्क्रिन कास्ट गरेर लाइभ गर्न सकिन्छ भनेर सिकाउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। त्यसको लागि आफ्नो मोबाइलमा रहेको युट्युब एपलाई ओपन गर्नु होला। एपलाई ओपन गरिसकेपछि प्लसको आइकनमा थिच्नु होला। प्लसको आइकनमा थिचिसकेपछि यहाँ देख्न सक्नुहुन्छ साइडमा यो पेन्सिलको आइकन रहेको छ, यसमा चाहिँ क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ माथि पेन्सिलको आइकन छ। यसमा तपाईहरुले कस्तो खालको भिडियो प्ले गर्न गइराख्नु भएको छ त्यसको चाहिँ यहाँ माथिबाट थम्बनेल बनाउनु भएको छ भने चाहिँ यहाँ माथि पेन्सिलको आइकनमा क्लिक गरेर अपलोड थम्बनेलमा गएर थम्बनेल लगाउन सक्नुहुन्छ। त्यसपछि तपाईहरुले यहाँ कस्तो खालको भिडियो प्ले गर्न गइराख्नु भएको छ तपाईहरुले आफ्नो स्क्रिन कास्ट लाइभमा, त्यसको चाहिँ यहाँबाट टाइटल लेख्नु होला। त्यसपछि यहाँ भिजिबिलिटीमा चाहिँ पब्लिक गरिदिनु होला। पब्लिक गरिसकेपछि यहाँ अडियन्स भनेको छ, अडियन्समा चाहिँ नो इट्स नट मेड फर किडमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईहरुले यहाँ तपाईको भिडियोको अकर्डिङ तपाईहरुले आफ्नो डिस्क्रिप्सन पनि लेख्न सक्नुहुन्छ। तपाई कुन ठाउँबाट स्क्रिन कास्ट लाइभ गर्न गइराख्नु भएको छ त्यसको चाहिँ यहाँबाट लोकेसन राख्न पनि सक्नुहुन्छ। तपाईहरुले लोकेसन राख्नु होला यहाँबाट। त्यसपछि मेन भनेको यहाँ यो स्क्रिन कास्ट छ, यसलाई चाहिँ अन गर्नु होला। अन गरिसकेपछि नेक्स्ट गर्नु होला। गो इटमा क्लिक गर्नु होला। गो इटमा क्लिक गरिसकेपछि यहाँबाट तपाईहरु क्यामेरा नि अफ गर्न सक्नुहुन्छ। त्यसपछि यो यहाँबाट माइक नि अफ गर्न सक्नुहुन्छ। त्यसपछि यो सेटिङबाट चाहिँ तपाईहरु यो आफ्नो च्यानलको लोगो चाहिँ सानो ठुलो नि गर्न सक्नुहुन्छ। यहाँ देख्न सक्नुहुन्छ सानो ठुलो नि हुन्छ यो। त्यसपछि तपाईहरुले यो यसरी यसलाई मुभ पनि गर्न सक्नुहुन्छ। अहिलेसम्म हाम्रो स्क्रिन कास्ट लाइभ चाहिँ स्टार्ट भएको छैन, सुरु भएको छैन। तपाईहरुले यदि यहाँबाट यो गो लाइभ गरेपछि तपाईहरुको चाहिँ लाइभ चाहिँ स्क्रिन कास्ट लाइभ चाहिँ स्टार्ट हुन्छ। अब स्क्रिन कास्ट लाइभ स्टार्ट गर्नुभन्दा पहिला हामी भिडियो प्ले गर्नको लागि हामीलाई एउटा भिडियो प्लेयरको आवश्यकता पर्छ, मिडिया प्लेयरको आवश्यकता पर्छ। सो मैले चाहिँ आज तपाईहरुलाई म्याक्स प्लेयरबाट भिडियो प्ले गरेर देखाउने छु। तपाईहरु पनि सेम यही तरिकाले गर्न सक्नुहुन्छ, प्लेबाट पनि गर्न सक्नुहुन्छ। अन्य भिडियो प्लेयरलाई तपाईले युज गरेर आफ्नो स्क्रिन कास्ट लाइभ चाहिँ आफ्नो युट्युब च्यानलमा चलाउन सक्नुहुन्छ तपाईहरु। सो मैले चाहिँ यहाँ म्याक्स प्लेयरलाई लिएको छ। त्यसपछि तपाईहरुले आफूले आफ्नो एउटा त्यो भिडियो प्लेयरमा चाहिँ माई प्लेलिस्ट भन्ने हुन्छ, त्यो चाहिँ एउटा प्लेलिस्ट चाहिँ तपाईले बनाउनु पर्ने हुन्छ। त्यसपछि प्लेलिस्टमा क्लिक गर्नु होला। माई प्लेलिस्टमा क्लिक गरिसकेपछि यहाँबाट तपाईले एउटा क्रिएट गर्नुपर्ने हुन्छ प्लेलिस्ट। तपाईहरु प्लेलिस्टको चाहिँ एउटा टाइटल दिनु होला। टाइटल दिइसकेपछि एड भिडियोमा जानु होला। एड भिडियोमा गइसकेपछि जुनसुकै पनि एउटा भिडियो तपाईको कुन छ भिडियो त्यो प्ले गर्ने स्क्रिन कास्टमा लगाउने भिडियो जुन छ त्यसलाई चाहिँ प्ले गर्नु होला। सिलेक्ट गरिसकेपछि त्यसपछि यहाँ माथिबाट चाहिँ टिक मार्क लगाउनु होला। त्यसपछि अब यहाँ चाहिँ तपाईले यदि यो सर्ट मुभीहरु बारम्बार त्यही रनिङ गर्ने त्यही चलाउनु पर्ने छ, तपाईले जस्तो भूतहरुको फिल्म चाहिँ तपाईले स्क्रिन कास्ट गरेर लगाइराख्नु भएको छ भनेपछि तपाईले चाहिँ यहाँ चाहिँ यसलाई चाहिँ अन गर्नु होला। यसलाई अन गरे भने चाहिँ के हुन्छ भनेपछि तपाईको यदि 15-20 सेकेन्डको भिडियो छ भनेपछि तपाईको त्यो लगातार तपाईको रिपिट भइराख्छ त्यो। त्यसपछि यहाँबाट चाहिँ प्ले गरिदिनु होला। प्ले गरिसकेपछि अझ पनि तपाईको यो लाइभ चाहिँ सुरु भएको छैन। अब बल्ल तपाईले अब यो भिडियो चालु भइसकेपछि तपाईहरुले यहाँबाट चाहिँ गो लाइभ गरेर तपाईहरु आफ्नो स्क्रिन कास्ट लाइभ चाहिँ तपाईहरु सुरु गर्न सक्नुहुन्छ। यसरी नै तपाईहरु आफ्नो स्क्रिन कास्ट लाइभ सुरु गर्न सक्नुहुन्छ। तपाईहरु यसरी आफ्नो स्क्रिन कास्ट लाइभ आफ्नो मोबाइलको स्क्रिन शेयर गरेर तपाईहरु आफ्नो युट्युब च्यानलमा लाइभ गर्न सक्नुहुन्छ। आजको भिडियो तपाईहरुलाई कस्तो लाग्यो जस्तो त्यस्तै प्रतिक्रिया दिन नबिर्सनु होला। भिडियो मन पर्यो भने लाइक, कमेन्ट र शेयर पनि गरिदिनु होला।